हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँहरूलाई म कुरा गर्नु आएको होइन। अनि म चाहिँ कुनै ब्लग लिएर आएको चाहिँ होइन। आज यो समबाइमीको प्रोडक्टको बारेमा कुरा गर्नु आएको के। मैले चाहिँ यो समबाइमी युज गरेको तपाईँको लगभग 8 मन्थ जति भयो होइन। अनि मेरो चाहिँ पहिला नेपालमा हुँदाखेरि चाहिँ त्यस्तो स्किनमा केही पनि थिएन कि मेरो। अनि जब म युए गएँ मेरो स्किनदेखि लिएर मेरो बडीहरूमा पुरै पिम्पल आउनु थाल्यो। अनि मैले धेरै ठाउँमा स्किनको डक्टरहरूलाई पनि देखाएँ, अनि तपाईँको फार्मेसीहरूमा देखाएँ, मैले मेडिसिन खाएँ, मैले उहाँहरूले दिनुभएको सनस्क्रिमहरू पनि लगाएँ, अनि मलमहरू पनि लगाएँ। उहाँहरूले मलाई त्यो मलमहरू नै दिनुहुन्थ्यो क्या, यस्तो पिम्पलमा मात्र लगाउने। अनि त्यो पनि युज गरेँ, मलाई कुनैले पनि भएन, झन् धेरै आउने यस्तो मेरो भने नि यो निधारमा यो यतिमा अनि यो चुडोमा आउने मेरो नाकको पिम्पल भनेको यो आँखा वरिपरि आएन नि, नाकमा आएन, अनि यहाँनिर आएन क्या। मतलब पनि तपाईँको यति पुरै ठाउँमा आउँथ्यो मेरो पिम्पल। अनि एकचोटिको कुरा हो, मलाई फार्मेसीमा यस्तै साथीहरूसित के गर्नु गर्थेँ। अनि मैले उहाँ मेरो प्रब्लमहरू एक्सप्लेन गरेँ। अनि त्यसपछि उहाँले भन्नुभयो मलाई, उहाँको सरले भन्नुभयो समबाइमीको ट्राई गर्नु न म्याम, एकचोटि तपाईँले मेबी जान सक्छ। यो चाहिँ यसमा चाहिँ तपाईँको एपिएच भन्ने हुन्छ, एपिएच अनि बिएचए भन्ने एउटा हुँदो रहेछ केमिकल। अनि त्यसले चाहिँ जान सक्छ भनेर मलाई त्यो फेसवास दिनुभयो। मैले फेसवास सुरुमा फेसवास मात्रै युज गरेँ, अनि मलाई 2-3 दिन जति युज गरेँ, अलिकति युजफुल लाग्यो कि त्यसले चाहिँ मलाई मेरो स्किनलाई ड्राई गर्यो होइन। मेरो स्किन चाहिँ ओइली भएको कारणले पनि होला, अनि ड्राई गरेँ। अनि ड्राई गरेपछि अनि एकदमै ड्राई गरेँ कि। अनि मैले भने मेरो स्किन, मेरो पिम्पल त गएको छ तर मेरो स्किन एकदमै बढी ड्राई भयो। सो तपाईँले यसैको मोइस्चराइजर र यसैको सनस्क्रिन युज गर्नु भनेर भन्यो। अनि फेरि मैले यही समबाइमीको मोइस्चराइजर, समबाइमीको सनस्क्रिन युज गरेँ। अनि गर्दाखेरि मेरो तपाईँको फर्स्ट डेबाट जे होस्, म अस्ति 1 महिना अगाडि दुबईमा हुँदैसम्म चाहिँ मेरो टोटल्ली डिफ्रेन्ट देखिसकेको थियो क्या। मेरो पिम्पलहरू अलमोस्ट गइसकेको थियो, निधार फरहेड चाहिँ मेरो क्लियर भइसकेको थियो। अनि चिक्सहरूमा पनि एक साइडको चाहिँ क्लियर भएको थियो, एक साइडमा चाहिँ अलिअलि थियो। अनि फेरि नेपाल आएँ नि, नेपाल आएपछि पहिलो 1 हप्ता फेरि मेरो पिम्पल आयो, पानी चेन्ज भएर। अनि अहिले फेरि नर्मलमा आइसकेको छ। अब यहाँ चाहिँ यो एउटा 2 3 4टा मैले इफेक्ट लगाएको छैन, देख्न सक्नुहुन्छ। यति नै छ, यो दाग हो। यो दाग नै बिस्तारै जाँदैछ। अनि यति नै हो मेरो होइन। अनि म चाहिँ तपाईँहरूलाई के भन्छु भने, इफ तपाईँहरू दुबईमा हुनुहुन्छ भने, म अरू अन्त ठाउँ त भन्दिनँ होइन, दुबईमा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ यो प्रोडक्ट चाहिँ मजाले युज गर्न सक्नुहुन्छ। यो चाहिँ एकचोटि ट्राई गरौँ होइन। सबैलाई फाप्छ फाप्दैन भन्ने हुँदैन। मैले सेटाफिल युज गरेँ, सेन्टाला युज गरेँ, अनि त्यसपछि आयो सेराबी युज गरेँ। मलाई तिनीहरू प्रोडक्टले नि भएन, नभएको कुरा टिकटकमा भाइरल भयो भन्दैमा युज गर्ने कुरा नि हुँदैन। अनि त्यसपछि त्यो युभी भन्ने पनि मैले एउटा सनस्क्रिन पनि युज गरेँ, त्यसले पनि भएन। अनि मैले क्युभी भन्ने पनि एउटा मैले देखाएको थिएँ युट्युबमा, हेर्न सक्नुहुन्छ। एकचोटि ट्राई यस्तो गर्दै देखाएको थिएँ क्या मैले। त्यो मोइस्चराइजर युज गरेँ, मेरोमा भएन। नभइसकेपछि मैले लास्टमा यो युज गर्दाखेरि चाहिँ अहिले चाहिँ मेरो अलमोस्ट 1 महिना अगाडि दुबईमा हुन्जेसम्म पनि गइसकेको थियो। र यहाँ आएपछि पनि 1 हप्ता आएको थियो। म तपाईँलाई अनेस्ट रिभ्यू दिन्छु होइन। 1 हप्ता आएको थियो, फेरि त्यसपछि चाहिँ अहिले गइसकेको छ। मैले यही युज गर्छु। यो चाहिँ अलिकति यसमा चाहिँ के छ भने अलिकति नराम्रो, अनि यो चाहिँ मेडिसिन जस्तो बनाउँछ। अनि यो चाहिँ सेम डिटो मेडिसिन जस्तै हुन्छ कि सनस्क्रिन चाहिँ। यो सनस्क्रिन हो। मोइस्चराइजर मेरो सकियो, मैले यहाँ खोजेको पाएन। अनि फेसवास चाहिँ 2 चोटि युज गर्नेलाई जति छ, सनस्क्रिन चाहिँ मेरो न्यू नै छ होइन, सकिएको छैन। यो चाहिँ सेम मेडिसिन हुन्छ, सो गर्दा नि सेम मेडिसिनै हुन्छ। अनि म चाहिँ त्यस्तो अरूहरूले जस्तो फाउन्डेसन क्रिम चाहिँ मलाई चाहिँ लगाउनु आउँदैन, नआउने मन पर्दैन। मलाई मेकअप गरेको मनपर्छ तर मलाई आउँदैन। मेरो स्किनमा पनि निलो देखिन्छ फाउन्डेसनहरू लगायो भने, म लगाउँदिनँ। अनि आयो लिपस्टिक, म मेकअपै गर्दिनँ। म लिपस्टिक पनि तपाईँको ड्युटी जाने बेला मात्र लगाउँछु, किनभने लिपस्टिक लगायो भने अलिकति फेस उज्यालो देखिन्छ भनेर। अनि अहिले स्टिल होइन, म लिपस्टिकै लगाउँदैन कि। म यताउता कति घुमिरहेको हुन्छु, म लिपस्टिकै लगाउँदिनँ। मैले लगाउने भनेको फेसवास, मोइस्चराइजर अनि सनस्क्रिन हो। अनि धेरैमा लगाएँ एउटा मस्कारा लगाउँछु, कहीँ सुर चल्यो भने गाजल, न त अरू केही पनि लगाउँदिनँ। फाउन्डेसन क्रिमहरू, नाइट क्रिम त्यस्तो म कहिले युज गर्दिनँ। अनि अघि चाहिँ माथिको दाइ आउनुभयो, अनि म चाहिँ तपाईँहरूलाई लगाएर देखाउँदैछु। मैले अलरेडी अघि नै 2-3 चोटि लगाइसकेँ यो भिडियो बनाउँदाखेरि। यो चाहिँ सेम मेडिसिन जस्तो हुन्छ होइन, यस्तो हुन्छ क्या। अनि यो चाहिँ म 2 फिङ्गर जति लगाउँछु। यो चाहिँ तपाईँले जति लगाए पनि त्यस्तो सेतो देखिने, मेल्ट नहुने होइन, त्यस्तो चाहिँ हुँदैन होइन। कस्तो मजाले हुन्छ क्या। गनाउँछ, यस्तो गनाउँछ।
होइन तपाईँले मेरो फेस हेर्न निधारमा पनि गइसक्यो। यदि चाहनुहुन्छ भने म तपाईँलाई पहिला मेरो फेस कस्तो थियो भने म देखाइदिन पनि सक्छु होइन। अनि त्यसपछि यस्तो छ क्या हो। त्यही भएर म तपाईँहरूलाई म चाहिँ त्यस्तो ब्रान्डको गर्न आएको चाहिँ होइन। मैले चाहिँ जस्ट आफ्नो एक्सपिरियन्स सेयर गरेको। मलाई कसैले नि भन्नुभएको थिएन। म चाहिँ के गरम भयो झ्याउ पनि लाग्यो नि। आफूले भोगेको चाहिँ म किन एक्सप्लेन नगरौँ वाइ नट भनेर अनि मैले चाहिँ तपाईँहरूलाई भन्नु आएको। यो ब्रान्ड हो सोमबाई। तपाईँहरूले के अरे गुगलमा हेर्नु सक्नुहुन्छ। अनि यो चाहिँ जताततै चाहिँ अलिक पाउँदैन। यो पाउने भनेको लाइफलाइनको फार्मेसीमा हो दुबईमा। मैले चाहिँ अन्त फार्मेसीहरूमा चाहिँ यो पाइनँ होइन। अब तपाईँहरूले पाउनुभयो भने त ठिकै हो। मैले चाहिँ पाइनँ, नपाएको कुरा आबुधाबीतिर धेरै त होइन। मैले त्यही लाइफलाइन एरिया र साबियामा चाहिँ पाइनँ अरू फार्मेसीमा। अन्त त म गएको छैन। मेरो रुम साबियामा छ, मेरो ड्युटी लाइफलाइन एरियामा छ। अनि त्यहाँ चाहिँ मेरो ड्युटी लोकेसनतिर पाइनँ मैले गाइस। म चाहिँ यति नै भन्छु। ल तपाईँहरूले मेरो स्किन हेर्न सक्नुहुन्छ। मैले कुनै फिल्टर युज गरेको छैन होइन। यो मेरो स्किन हो। यो चाहिँ पुरै दाग छ। अनि यहाँ चाहिँ तपाईँको यो चाहिँ पिम्पल हो। अरू चाहिँ कहीँ पनि छैन हेर्नु। यो पनि क्लियर भइसक्यो। मैले कुनै पनि इफेक्ट लगाएको छैन क्या। कुनै पनि अनेस्ट रिभ्यू हो होइन। यति नै भन्छु। बाई, लभ यु अल।